हेलो नमस्ते स्वागत छ सबैजनालाई मेरो छेलुङ्गा च्यानलमा पुनश्च। आज म पुनश्च धेरै पहिला मैले एउटा यो कालीगण्डकीको बारेमा एउटा भिडियो लिएर तपाईँहरू सामु आएको थिएँ। आज पुनश्च म कालीगण्डकीको किनारमा छु। यो हाम्रो मुक्तिनाथबाट पर्वत बागलुङ हुँदै धेरै जिल्लाहरूलाई छुँदै स्याङ्जा हुँदै पाल्पा हुँदै यो मुक्तिनाथबाट आएको नदी, जहाँ जुन यो देवघाट भन्ने धर्मस्थलमा गएर मिसिएर त्यहाँबाट नारायणी सुरु हुने गर्छ। मैले नारायणीको बारेमा तपाईँहरूलाई भिडियो बनाएको थिएँ, कालीगण्डकीको बारेमा पनि बनाएको थिएँ। आज फेरि पुनश्च म कालीगण्डकी किनारमा बसेर तपाईँहरूलाई यो नदीमा आएर म आज यहाँ शालिग्रामहरू खोज्नको लागि यहाँ शालिग्राम पाइन्छ, जो दुनियाँको एउटा मात्रै नदी जहाँ शालिग्राम पाइने गर्छ, त्यो हो कालीगण्डकी नदी। म जसको किनारमा बसेर यो भिडियो बनाइरहेको छु। आशा छ तपाईँहरूले मेरो भिडियोलाई स्किप नगरिकन हेरिदिनुहुन्छ र यहाँ भएका कुराहरूलाई अरू सामु पनि बाँट्नुहुन्छ भन्ने पूर्ण विश्वासका साथ मैले भिडियो बनाएको छु। यो हो कालीगण्डकी। यसलाई कृष्ण